हामी चाहिँ यता माथि ठुलो पाङसाङ भन्ने ठाउँ यही माथि लाङटाङ हिमाल हामी चाहिँ तल खाङजीदेखिको 2600 मिटरको हाइटदेखि हामी चाहिँ 4142 मिटरको हाइटसम्म आइपुग्यौँ। जङ्गलको बसाई पीडादायी यात्रा काम त्यस्तै भिर पाहा दौडिँदै यस्तै भिरहरू चार्दै काम गर्दै हामी चाहिँ यहाँसम्म आइपुग्यौँ। जङ्गली जनावरहरू सँगै बस्या त हो नि हामी होइन। जङ्गली जनावर हेर्दै जङ्गलमा बस्दै नियालो फाँड्दै जङ्गल फाँड्दै भालुले भेट्न लायो। झन्डै नियालो घारीमा भालुले खाएको हामीलाई त है। त्यस्तो गर्दै गर्दै हामी चाहिँ यहाँसम्म आएर काम आज सम्पन्न भयो। एकदम सब खुसी छौँ, सब हर्ष उल्लासित के भन्छ त्यो छन् होइन। काम सकेर आज चाहिँ तल झर्दै हामी चाहिँ ल खाजा खाने बेला भयो। ठ्याक्क हाम्रो चाहिँ सुरु खाजा ल है। खाजा खाउँदै के छ खाजा आजलाई हामीलाई? हामीले तल स्याप्रुदेखिको मगाउनु पर्छ सबै सामान चाहिँ 3-4 घन्टा बोकेर लिएर आउनु पर्छ। उकालोमा गाह्रो छ, पानी बोक्न पनि 3-4 घन्टा उकालो गाह्रो छ। यस्तै छ। खाजा हाम्रो रेडी हुँदैछ, निस्किँदैछ भन्दै अहिलेलाई छुट्यौँ। हस्त धन्यवाद।